हाई एभ्रिवान, गुड इभिनिङ। आज चाहिँ हाम्रो नाम्चीमा राँके मेला लाग्दैछ हो। जानलाई तयारी हुँदैछौँ हामी है। हजुरहरूलाई त्यो एक भिडियो म देखाउने छु है। राँके मेला उहिले हामी सानो केटाकेटी हुँदादेखिको है। साह्रै रमाइलो हुन्छ। अब हामी जानेछौँ, हेर्नुहोस् है त। धन्यवाद। अनि हामी चाहिँ राँके भूत हेर्नको लागि निस्क्यौँ। यो राँके भूत चाहिँ साउन महिनाको सङ्क्रान्तिको दिन जलाइन्छ है। घरबाट निस्क्यौँ नानीहरूसँग गफ गर्दै गर्दै, अनि के गर्नु, बिस्तारै हिँड्दै हिँड्दै गयौँ। अनि यो साउन महिनामा झाँक्रीहरू सबै भएर त्यहाँनिर ढ्याङ्ग्रोहरू बजाइन्छ, मेला लाग्छ हाम्रो नाम्चीमा। अनि विभिन्न प्रकारको त्यहाँ घरहरू, आफ्नो आफ्नो जात जात अनुसारको त्यहाँ घरहरू बनाएर जात अनुसारको खानापिनाहरू खाएर रमाइलो गर्ने चलन छ। यो प्राय नाम्ची हाम्रो सिक्किमको, दक्षिण सिक्किमको नाम्ची डिस्ट्रिक्ट, नाम्ची जिल्लामा मनाउँछन्। अनि यो चाहिँ बर्खाको अब साउन सङ्क्रान्तिमा, साउने सङ्क्रान्तिको दिन चाहिँ मनाइन्छ। त्यो दृश्य हेर्न चाहिँ हामी चाहिँ अब केटाकेटीहरूसँग उकालो उकालो बाटो पनि हिँड्दै हिँड्दै गयौँ। केटाकेटीलाई जिस्क्याउने मेरो आदत छ। म त केटाकेटीलाई सँगै नै रमाउने आदत छ। सानो सानो केटाकेटी, भान्जी, छोरीहरू, छोराछोरीहरू, नानीहरू है, मलाई मजा लाग्छ क्या। मेरो घरबाट पैदल हिँडेर जाने बाटो चाहिँ यस्तो छ है। यहाँ चाहिँ गाडी साह्रै कुद्दैन। बजार पुग्यौँ, राँके भूतको रमाइलो हेर्न सबैजना भिडभाड थियो। अनि साह्रै रमाइलो थियो आज हाम्रो नाम्ची बजार है। राँके भूत जलाएको हेर्न सबैजना फोटोहरू खिच्न व्यस्त। यस्तो बनाइन्छ हाम्रो, यसलाई चाहिँ राँके भूत भन्छ है। यो चाहिँ सिक्किमको नाम्ची जिल्ला, दक्षिण जिल्लामा मनाइन्छ है। बाहिरबाट हेर्नुहुनेहरूले पनि हेर्नुहोस्। यो चाहिँ साउनमा पर्व 3 दिनको मेला लाग्छ नाम्चीमा। रमाइलो हुन्छ धेरै। यसरी यस्तो भिडभाड हुन्छ, यस्तो रमाइलो देखिन्छ क्या। अनि पुरानो मेरो +2 कलेज पढ्ने साथी भेटेँ है। यत्रो 98 सालहरूदेखिको साथीहरू है। उहाँहरूसँग फोटो खिच्यौँ। रमाइलो भयो साथीहरू भेट्दा, खुसी लाग्यो। यसरी साथीहरू भेटेर यसरी राँके भूतको रमाइलो हेर्दै हेर्दै राँके भूतलाई जलाउने ठाउँमा लगिँदैछ है। नानीहरू पनि सबैजना हेर्न खुसी। नाम्ची सहरको रमाइलो, हाम्रो पहाडको सहर है। यस्तै छ। अजिब सा छ यो, जहीँ तहीँ हुँदैन यो मेला। यो हाम्रो नाम्चीको दक्षिण सिक्किम नाम्चीमा मात्रै हुन्छ। यो चाहिँ एकदम पौराणिक हो। हामी जन्मिनुभन्दा अगाडिदेखि नै यो भएर आएको। हामी केटाकेटी हुँदाखेरि पनि खुब हेर्न जान्थ्यौँ। यसरी लगिँदैछ जलाउने ठाउँमा। मान्छेको भिडभाड साँझको बेलामा जलाइन्छ।
हजुरहरू सबैले यसको मनोरञ्जन लिनुहोला है। यो जहाँ तहाँ हुँदैन। एकदमै रमाइलो दृश्य हुन्छ क्या यो, एकदम एक्स्ट्रा क्या। यसरी लगिन्छ, यसरी साँझको बेलामा कस्तो रमाइलो दृश्य हुन्छ हेर्नुहोस् न। सबैजना हाँसिरहेको, सबै फोटो खिचिरहेको, यस्तो भिडमा जलाउने ठाउँमा लगिँदैछ। यो सहरबाट अलिकति बाहिर लगिन्छ, खुल्ला जग्गामा। यसरी राँके भूत भनेको चाहिँ यसरी राँकोसँग। उहिलेको जमानामा चाहिँ हामीले उहिले बुढापाकाहरूले भन्नुहुन्थ्यो, ऊ पारी हेर त ऊ राँके भूत भनेर भन्नुहुन्थ्यो। उहाँ भूत चाहिँ उहीँ हुनुहुन्छ। राँके भूत हिँडेको हेर पारी पारी भनेर भन्नुहुन्थ्यो हो। उहाँको रूप चाहिँ यस्तो रहेछ है। हजुरहरू समक्ष मैले देखाउन गइरहेको छु। कस्तो लाग्यो हजुरहरूलाई कमेन्ट गर्नुहोस् है त। यसरी जलाइन्छ हेर्नुहोस्। यो दृश्य साह्रै रमाइलो थियो। एकदम सबैजना चिच्याउने कराउने है। साई साई र सुई सुई, भिडभाड, चेप्टाई हो, मान्छेको चेप्टाई, गरम हो। एकदमै रमाइलो दृश्य यो। एकदमै हेर्नुहोस् हजुरहरूले। यो चाहिँ हाम्रो नाम्ची, साउथ सिक्किम, इन्डिया, भारतको सिक्किम राज्यको दक्षिण जिल्लामा भएको है। हजुरहरू सबैले देख्न सक्नुहुन्छ। यस्तो भिडभाड हुन्छ, यस्तो रमाइलो हुन्छ। यो दृश्य चाहिँ है यसरी जलाइन्छ। यो चाहिँ एउटा हाम्रो परम्परा जस्तो। सबै खेतहरू रोपेर, सबै धानहरू रोपिसकेर एकदम सहर होस्, आफ्नो धनमा, आफ्नो अन्नबालीमा अर्काको आँखा नलागोस् भनेर चाहिँ एकदम फलोस् फुलोस् भनेर उहिलेका बुढापाकाहरूले यो गर्ने चलन पनि थियो भन्नुहुन्थ्यो बस्तीतिर हामीलाई। अनि सबैलाई फलफुलहरूको मालाहरू लगाइदिएर उहाँलाई सजाएर गर्नुहुन्थ्यो उहिले त। अब अहिले त मोडिफाई भएर है अलिक त्यस्तो अब कतिवटा कुरा हुन सक्दैन है। र पनि पुरानो परम्पराहरूलाई, हिस्ट्री, इतिहासलाई पढेर राम्रोसँगले है त्यसलाई अलिकति मोडिफाई गर्दै गर्दै अहिले चाहिँ यस्तो गर्ने चलन छ। हेर्नुहोस् कति रमाइलो दृश्य छ है। अनि यो राँके भूत जलाइसकेर यस्तो भिडभाड रमिता हेरेर अनि हामी पनि खलखल भयौँ। त्यो गरम तातो है, त्यसले गर्दाखेरि त्यहाँदेखि हामी पनि हाँस्यौँ हेरेर। त्यसको झिल्काहरू आएर हो पोलेर त्यहाँबाट अनि हामी बिस्तारो आयौँ। त्यहाँ बाटोमा हाम्रो एकजना ब्युटिसियन हुनुहुन्थ्यो, त्यहाँ कस्मेटिक सप्स छ ठुलो, त्यहाँ भेट्यौँ है। त्यहाँदेखि मेरो भदैलाई भेट्यौँ, उहाँ पण्डितजी हुनुहुन्छ, उहाँलाई पनि भेट्यौँ, गफसफ गऱ्यौँ सबै भिडभाडमा। साथीहरू, हाम्रो सिनियर स्टाफहरू है, सबैलाई साथीहरूलाई भेट्दै बुढेसकालको नक्कल गर्दै हामी पहिला भेट्दै फेरि त्यही बाटो भएर चाहिँ हामी घर फर्क्यौँ है। बिस्तारै हाम्रो गाउँले साथीहरू पनि फर्किनु हुँदै थियो।
अनि बिस्तारै फर्केर फेरि हामी राति घर आइपुग्यौँ हो। धेरै रमाइलो, रिफ्रेस, एकदम दिमाग फ्रेस भयो, मजा लाग्यो। हजुरहरूलाई यो सेयर गरेँ, हजुरहरूलाई हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। बाइ।